विराट कोहली अस्ट्रेलियन ब्याटरसँग ठोकिएपछि विवादमा तानिएका छन्। भारत र अस्ट्रेलिया बीच बिहिबार मेलबर्नमा सुरु भएको बक्सिङ डे टेस्टको पहिलो दिन विराट कोहली र साम कान्टास विवादमा उत्रिएका छन्। बोर्डर गास्कर ट्रफी अन्तर्गत बिहिबार सुरु भएको चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि युवा ब्याटर साम कान्टासले डेब्यू गरे। 19 वर्षीय कान्टास खेलको सुरुदेखि नै भारतीय बलरमाथि हावी देखिएका थिए। उनले विशेष गरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशानामा बनाएर ब्याटिङ गरेका थिए। यद्यपि खेलको 10औं ओभर सकिए लगत्तै कान्टास र भारतीय ब्याटर कोहली भनाभनमा उत्रिएपछि सामाजिक सञ्जाल तातेको छ। भारतका लागि मोहम्मद सिराजले 10औं ओभर बोलिङ गरेका थिए। यो ओभरपछि कान्टास आफ्ना ओपनिङ पार्टनर उस्मान ख्वाजतर्फ अगाडि बढ्न खोजेका थिए। यसैबीच कोहली हातमा बल लिएर कान्टास आउँदै गरेको दिशामा अगाडि बढेका थिए। यसपछि कोहलीको काँध कान्टाससँग ठोक्कियो। त्यसपछि कान्टास निकै रिसाए र कोहलीलाई केही कुरा भने। जवाफमा कोहलीले पनि कान्टासलाई केही भने। त्यसपछि उस्मान ख्वाजा हस्तक्षेप गर्न आए। पछि अम्पायर पनि दुई खेलाडीको बीचमा आएका थिए। विराट कोहली कान्टाससँग अन्जानमा ठोक्किए वा नियतवश ठोक्किए भन्ने बहस अहिले चलिरहेको छ। केही पूर्व क्रिकेटरहरूले कोहलीको यो व्यवहारको आलोचना गरेका छन्। अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले विराट कोहलीको गल्तीको कुनै शङ्का नभएको बताएका छन्। यसको मतलब विराट कोहलीले जानाजान गल्ती गरेको रिकी पोन्टिङले बताएका छन्। भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीको यस्तो व्यवहारलाई अनावश्यक भनेका छन्। साम कान्टास आफै विराट कोहलीका फ्यान हुन् र उनी मनपर्ने क्रिकेटर हुन्। आइसिसीको आचार संहिता अनुसार क्रिकेटमा कुनै पनि किसिमको अनुपयुक्त शारीरिक टकराव प्रतिबन्धित छ। खेलाडीले जानाजानी वा लापरवाहीका कारण कुनै खेलाडी वा अम्पायरसँग ठोकिएमा त्यसलाई आचार संहिता उल्लङ्घन गरेको मानिनेछ। यदि म्याच रेफ्रीले यसलाई लेभल 2 को अपराध मानेमा खेलाडीलाई 3 देखि 4 अङ्कको जरिमाना पर्न सक्छ। यसलाई डिमेरिट अङ्क भनिन्छ। कोहलीलाई लेभल 2 को कारबाही भए उनलाई सिडनीमा हुने अर्को टेस्ट खेल्न प्रतिबन्ध लाग्न सक्ने हुन सक्छ। म्याच रेफ्रीले यसलाई लेभल 2 को या लेभल 1 को अपराध कुन हो भनेर अहिले छलफल गरिरहेका छन्। पछिल्लो रिपोर्ट अनुसार कोहलीलाई 20% म्याच फी जरिमाना र 1 डिमेरिट अङ्क बराबरको जरिमाना दिएको छ। डिमेरिट अङ्क 24 महिनासम्म लागू रहन्छ। कोहली 24 महिनाभित्रमा 4 डिमेरिट अङ्क पाएमा भने 1 खेल प्रतिबन्धमा पर्न सक्नेछन्। विराट कोहलीसँगको टक्करपछि कान्टास निकै क्रोधित देखिन्थे। अर्को ओभरमा उनले जसप्रित बुमराहलाई छक्का र 2 चौका प्रहार गरे। खेलको 11औं ओभरमा कान्टासले 18 रन बनाएका थिए। आफ्नो डेब्यू टेस्टमै कान्टासले मात्र 52 बलमा अर्धशतक पुरा गरेका थिए। उनी खेलको 20औं ओभरमा 60 रन बनाएर आउट भएका थिए। रविन्द्र जडेजाले उनको विकेट लिएका थिए। कान्टासले 65 बलमा 60 रन बनाउँदा 6 चौका र 2 छक्का प्रहार गरेका थिए। 5 टेस्टको सिरिजमा दुवै टोलीले एक टेस्ट खेल जितेका छन् भने 1 टेस्ट खेल बराबरीमा सकिएको थियो। सन् 2023 को एसिया कप चलिरहँदा भारत र नेपाल आम्ने सामने भएका थिए। त्यसमा मोहम्मद सिराजले बोलिङ गरिरहेको बेला कुशल भुर्तेलले छक्का प्रहार गरेपछि मोहम्मद सिराज हल्का रिसाएर कुशल भुर्तेललाई हेरेको जस्तो देखिन्थ्यो। यी सबै कुराहरूले भारतीय खेलाडीहरू विपक्षी खेलाडीलाई सम्मान गर्दैनन् कि भन्ने कुरामा शङ्का गर्न सकिन्छ। नयाँ सब्स्क्राइब गरी हामीसँग जोडिन चाहनुहुने